नमस्कार, म जीवस प्रसाद गुप्ता। आज म ब्रिथ लिएर आएको छु, ब्रिथको बारेमा बोल्न गइरहेको छु। आज अब यो ब्रिथ के हो? ब्रिथ भनेको अब यहाँ इङ्ग्लिसमा सर्कल भन्छन्। सर्कलको अब ब्रिथको यहाँ म एउटा ब्रिथ बनाइरहेको छु। ब्रिथमा कुनै एउटा बिन्दु लिएर अनि कम्पासले एउटा निश्चित दूरी नापेर अनि चारैतिर घुमाइदिएपछि यो के भन्छ? ब्रिथ भन्छ। र यहाँदेखि यहाँसम्मको दूरीलाई आर भन्छन् र यसको दोब्बर दूरीलाई दुईटा आर भयो र दुईटा आर बराबर डी। 2r बराबर डी। त्यो डीलाई व्यास डायमिटर इङ्ग्लिसमा भन्छ र आरलाई के भनिन्छ? रेडियस। आरलाई रेडियस भनिन्छ र नेपालीमा त्रिज्या भनिन्छ, अर्धव्यास भनिन्छ, व्यासार्ध भनिन्छ। नेपालीमा तीनवटा नाम छ, इङ्ग्लिसमा रेडियस। त्यस्तै डी भनेको व्यास इङ्ग्लिसमा, इङ्ग्लिसमा डायमिटर र नेपालीमा व्यास। यसरी यो ब्रिथको बारेमा अर्थात् दोब्बर यदि यो यहाँदेखि यहाँसम्मको दूरी जुन छ नि त्यसलाई आर अर्थात् रेडियस र दुई बराबर दुईटा यदि जोडिदियो भने त्यो भयो डायमिटर। त्यसैले डी बराबर 2r। अब यो ब्रिथसँग सम्बन्धित केही अरू अझै कुराहरू बुझ्यौँ। ब्रिथमा ठिक बिचको जुन बिन्दु हुन्छ त्यो बिन्दुलाई केन्द्र बिन्दु भनिन्छ। के भनिन्छ? केन्द्र बिन्दु भनिन्छ। त्यसैले त्यसको नाम ओ र ओ बराबर केन्द्र बिन्दु। यसलाई इङ्ग्लिसमा सेन्टर भनिन्छ। त्यस्तै एउटा ब्रिथ छ र ब्रिथको चारैतिरको जुन एउटा रेखा छ खिचेको रेखा समान दूरी भन्छ। चारैतिरको रेखालाई सी भनिन्छ अर्थात् परिधि। इङ्ग्लिसमा यसलाई सर्कम्फ्रेन्स। त्यस्तै यो परिधि चारैतिरको घेरिएको रेखा परिधि सी भनिन्छ। त्यस्तै अर्को फेरि यो जुन ब्रिथ छ केन्द्रबिन्दुबाट यो जुन परिधिसम्मको दूरी छ त्यो दूरीलाई आर भनिन्छ अर्थात् रेडियस। रेडियस भनेको केन्द्रबिन्दुदेखि परिधिसम्मको दूरी र केन्द्रदेखि परिधिसम्मको दूरी एउटा आर भयो भने यहाँदेखि अर्को आर भयो। कुनै एउटा बिन्दुबाट अर्को बिन्दुको केन्द्रबिन्दु हुँदै गएको रेखा छ भने केन्द्रबिन्दु हुँदै गएको रेखा छ भने त्यो भयो डायमिटर अर्थात् डी अर्थात् व्यास। त्यस्तै एउटा ब्रिथको दुईटा बिन्दु लियौँ र यो दुईटा बिन्दुले ब्रिथलाई खण्ड गर्यो। ब्रिथको खण्ड भयो र यो ब्रिथको खण्डलाई चाप भनिन्छ। ब्रिथको खण्डलाई चाप भनिन्छ। लेख्दाखेरि कसरी लेखिन्छ त? एबी छ नि, एबी लेखेर अनि यसको माथि चापको चिन्ह यसरी छ। यो के भयो त? चाप अर्थात् आर्क भन्छ। चापलाई आर्क भनिन्छ। ए आर। यसरी यो ब्रिथसँग सम्बन्धित अहिलेसम्म मैले। अब त्यस्तै अर्को ब्रिथको एउटा त केन्द्रबिन्दुबाट गएको यो एउटा ब्रिथको एउटा बिन्दुबाट केन्द्रबिन्दु हुँदै यदि गएको छ भने त्यो त डायमिटर अर्थात् व्यास भयो। तर ब्रिथको एउटा बिन्दुबाट अर्को बिन्दुसम्म केन्द्रबिन्दुबाट नगएर अर्कै ठाउँबाट गयो भने यसलाई भनिन्छ जीवा। एबी रेखा के हो त? जीवा। त्यस्तै अब एउटा ब्रिथ छ। ब्रिथमा चारवटा बिन्दु, एक बिन्दु, दुई बिन्दु, तीन बिन्दु, चारवटा बिन्दुलाई जोड दियो भने यहाँ यो बिन्दुबाट यो बिन्दु, यो बिन्दुबाट
यो बिन्दु यो बिन्दु यो बिन्दु यो बिन्दु यो बिन्दु चतुर्भुज बन्यो नि। यो चतुर्भुजलाई चक्रीय चतुर्भुज भनिन्छ। चक्रीय चतुर्भुज, चक्रीय चतुर्भुज। अब यो चक्रीय चतुर्भुज यो त्यस्तै एउटा वृत्त, वृत्तमा कुनै एउटा बिन्दु छ र यो बिन्दुबाट कुनै रेखा तान्दियो, बिन्दुलाई छोएर यदि कुनै रेखा तान्दियो भने त्यो रेखालाई स्पर्श रेखा भनिन्छ। स्पर्श रेखा भनिन्छ। यो के भयो त केन्द्र, यो एउटा वृत्त भयो र यो वृत्तको परिधिको कुनै एउटा बिन्दु छोएर गएको रेखालाई स्पर्श रेखा भनिन्छ। स्पर्श रेखाको बारेमा बुझ्यौं। अब यो स्पर्श रेखाको बारेमा, अब वृत्तमा यो वृत्त छ, वृत्तमा केन्द्र बिन्दु छ। केन्द्र बिन्दुमा कुनै दुईटा बिन्दुबाट यदि कोण बनाइदियो भने यो कोणलाई केन्द्रीय कोण भनिन्छ। केन्द्रीय कोण। यो केन्द्रमा बन्यो नि त कोण, यो कोण केन्द्रमा बन्यो। हेर्नु त एउटा बिन्दु एउटा बिन्दुबाट केन्द्रमा कोण बनाइयो, यो कोणलाई केन्द्रीय कोण भनिन्छ। त्यस्तै एउटा वृत्त छ र एउटा परिधिमा कुनै बिन्दुबाट कुनै बिन्दुमा कोण बनाइदियो भने त्यो कोण के भयो त परिधि कोण। यो परिधि कोण, परिधि कोण। हेरौँ त केन्द्रमा बनेको कोण केन्द्रीय कोण, परिधिमा बनेको कोण परिधि कोण। यसरी यो वृत्तको बारेमा मैले यही कुराहरू भने। अब वृत्तको बारेमा जानकारी दिएँ, फेरि म एकचोटि सुरुदेखि फेरि भनिरहेको छु, तपाईँले याद गर्नुहोला। के छ वृत्तको बारेमा भनिरहेको छु, इङ्ग्लिसमा सर्कल भन्छन्। वृत्तको केन्द्रबिन्दुबाट यदि कुनै रेखा तान्दियो भने त्यो रेखा वृत्त कहलाउँछ। केन्द्रबिन्दुबाट समान दूरीमा यो रहन्छ। अब केन्द्रबिन्दुबाट यो परिधि चारैतिरको रेखा जुन छ त्यो परिधि भनिन्छ। यो परिधिसम्मको दूरी के भयो त आर भयो, त्रिज्या अथवा रेडियस। अब यो परिधिलाई यो आर जुन छ दोपर गरिदियो भने त्यही के भयो त 2r भयो। 2r बराबर d अर्थात् व्यास। व्यासको अर्थ के भयो, केन्द्रबिन्दुबाट कुनै एउटा बिन्दु, अब यो भनौँ न यो वृत्तको कुनै एउटा बिन्दुबाट केन्द्रबिन्दु हुँदै यदि अर्को छेउसम्म अर्थात् वृत्तको अर्को छेउसम्म गयो भने त्यो के भयो त व्यास डी भयो। र यो डी दुईटा आर बराबर हुँदो रहेछ, त्यसैले डी बराबर 2r। अब डी लाई व्यास, आर लाई त्रिज्या, अर्धव्यास, व्यासार्ध, रेडियस जे भए पनि। त्यस्तै एउटा वृत्त बीचमा कुनै एउटा बिन्दु छ, ठिक बीचमा भने यसलाई केन्द्रबिन्दु भनिन्छ। ओ मानौ यो केन्द्रबिन्दु हो, सेन्टर। त्यस्तै एउटा वृत्त, वृत्तको केन्द्रबिन्दु छ र यो वृत्तमा चारैतिरको जुन रेखा हो त्यो रेखालाई परिधि भनिन्छ, सर्कमफ्रेन्स। त्यस्तै एउटा वृत्त र केन्द्रबिन्दुबाट परिधिसम्म गएको जुन रेखा छ त्यो अघि नै मैले भनिसकेँ, आर अर्थात् रेडियस। त्यस्तै एउटा वृत्त, त्यो वृत्तमा वृत्तको कुनै एउटा बिन्दुबाट केन्द्रबिन्दु हुँदै अर्को छेउसम्म गयो भने त्यो के बन्यो त डायमिटर बन्यो, अर्थात् दुईटा आर अर्थात् व्यास बन्यो। त्यस्तै एउटा वृत्त, त्यो वृत्तमा दुईटा बिन्दुले काटियो भने त्यो वृत्त खण्ड भयो, वृत्तको खण्ड भयो। त्यसैले वृत्त खण्ड बराबर
यसलाई भनिन्छ चाप आर र चिन्ह लेख्दाखेरि एबी अनि माथिको चिन्ह दियो भने त्यसलाई भन्छ चाप। त्यस्तै अब अर्को कुरा, यो वृत्त छ, वृत्तको एउटा बिन्दुबाट केन्द्र बिन्दु नहुँदै अर्कैतिरबाट यदि अर्को छेउसम्म गयो भने यसलाई भनिन्छ जीवा, एबी जीवा। त्यस्तै एउटा वृत्त चारवटा बिन्दुलाई जोडिदियो भने वृत्तको कुनै चारवटा बिन्दुलाई यो चतुर्भुज बनाइदियो भने चक्रीय चतुर्भुज हुन्छ। त्यस्तै एउटा वृत्त कुनै एउटा वृत्तको एउटा बिन्दुबाट, परिधिको एउटा बिन्दुबाट कुनै सरल रेखा छोएर गयो भने त्यो छोएको रेखालाई स्पर्श रेखा भनिन्छ। त्यस्तै एउटा वृत्त, त्यो वृत्तमा केन्द्रमा जहाँबाट पनि केन्द्रमा यदि कोण बनेको छ भने यसलाई भन्छ केन्द्रीय कोण। त्यस्तै यदि वृत्त यदि परिधिमै कुनै कोण बन्यो भने यसलाई परिधि कोण भन्छ। यो परिधि कोण हो। आज म यी चिजहरूको बारेमा जानकारी दिएँ, किनभने म बेसिक नलेज मात्रै दिइरहेको छु, अहिले किताबको कुनै पाठमा भएको छैन। त्यसैले बेस अर्थात् आधारभूत कुराहरू जानकारी दिए। हस्त, धन्यवाद। आज